हेलो गुड मर्निङ एभ्रिवान। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। र अहिले चाहिँ हामी चाहिँ मर्निङ टाइममा ब्लग स्टार्ट गर्दैछु। र अहिले भने चाहिँ हामी ड्युटी जाँदैछु रुमबाट। अन्त यहाँ उहाँको चाहिँ आज बर्थडे हो, मेरो हस्बेन्डको चाहिँ आज बर्थडे हो। तपाईँहरू सबैजनाले विस गरिदिनुहोस् होला। है बर्थडे बोय, के भन्न चाहनुहुन्छ तपाईँ? कतिको खुसी हुनुहुन्छ आज? खुसी खुसी धेरै नै, धेरै खुसी खुसी हुनुपर्छ बर्थडेमा हमेसा। बर्थडेमा मात्रै नभएर है। किन दुखी जिन्दगीमा अब जति नै दुःख आयो भने अब यो जिन्दगी चल्न त भन्नु न, जिन्दगी चल्न त चल्यो। भ्यू चाहिँ यस्तो छ, हेर्न सक्नुहुन्छ। सबै जङ्गलै जङ्गल छ यहाँनिर। यता भुटान, अन्त कता अरे तिब्बत। यो माथि डाँडा देख्नु हुँदैछ, त्यो चाहिँ भुटान अरे। अन्त कता उता पर्यो चाइना, यो चाहिँ तिब्बत है। हामी चाहिँ बिचमा छौँ, भुटान चाइना तिब्बतको बिचमा हामी। बोर्डर, यो चाहिँ बोर्डर रेस्ट्रिक्टेड एरिया हो नि त। र हाम्रो होटल चाहिँ यहाँनिर छ, देख्नुहुँदै होला। यहाँ चाहिँ पुग्नुपर्छ हामी। मर्निङको भ्यू एकदमै राम्रो। र अहिले भने चाहिँ हामी हाम्रो होटल आइपुग्न आँट्यो, देख्नुहुँदै होला। र यति नै थियो आजको मिनी ब्लग। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई, सी यू इन नेक्स्ट ब्लग।